बाँधेको खाइरहेको थिएँ होइन ए डिम्पल हेर्न यहाँ कपाल बाँधेको यहाँ छुटेर अब तँले पानस खान जबरजस्ती बाल रोक्रिएर बाबाजी यसले पर्दा गुड गर्ल न उहाँ खरमा सुटलक पानी यहाँ घर 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 गर्दा घरि यहाँ जुन बस्यो सुटलबाट यहाँ हेर्नु टुपेट लिएर खालि ढुकाउँछ लिएर Look at him, bro. Oh my god. यो इन्सिडेन्ट चाहिँ म इट्स प्लेस बोलाइसकेर सुत्न आँटेको थियो त्यो बेलामा मेरो आँखामा केही भिजाएको जस्तो भएर यस्तो ऐना हेरेको त मेरो आँखा हेर्दा हेर्दै रातो अनि त्यो वाइट फ्लुइडले चाहिँ मेरो लेन्सलाई कभर गर्दै थियो आई वाज प्यानिकिङ अनि म चाहिँ मेडिसिटीमा इमर्जेन्सीमा राति 1 बजीतिर हस्पिटलमा एक्लै I don't know where is the way to go to the pharmacy. Gosh, I don't know how to go. Excuse me. Guys, ratiko almost 2 bhayisakyo. I'm in the Medicity hospital. It's too big and my door ke pani lagiraheko chaina because my eyes, gosh. यहाँनिर यति राति मेडिसिटी हस्पिटलमा एक्लै हिँड्दाखेरि त भित्र यति डर लागिरहेको थियो कि यति डर लागिरहेको थियो कि तर पनि के गर्नु आँखा जस्तो सेन्सिटिभ ठाउँमा यस्तो एलर्जी यस्तो एक्कासी यस्तो भएपछि त मलाई डर पनि के पनि लागेन आई जस्ट वेन्ट देयर अलोन कोही त छैन एक्सक्युज मी मेरो आँखामा हेर्न दिए येल्लो कलरको छ किन हेर्नु त फ्लुइड रेड यहाँ यतातिर येल्लो छ किन तलतिर छैन हो त्यहाँनिर चेकअप गरेर औषधि लिइसकेपछि चाहिँ मैले इन्ड्राइभ गर्दा 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 बल्ल 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 3:30 बजेर एउटा इन्ड्राइभ पाएँ इन्ड्राइभ भन्ने एप त बेकार रहेछ आई विल नट युज दिस एप I just came home, guys. Still here, they are here. यिनीहरूसँग टाढो बस्नु भनेको एकछिनलाई they are just coming to me and sleeping with me. डक्टरले त के भने आएर नो मात्र ट्रस्ट भनेर he said infection and inflammation ले गर्दा यस्तो भएको भनेर भोलि म तिलगङ्गामा appointment लिएर I will go and check up my eyes again, guys. All of a sudden के भयो now I'm going to sleep. It's almost 4. म एक्लै छु with these 2 puppies, you know. I texted जसले कल गर्नु थियो टेक्स्ट गर्नु थियो I called them. Some they called me back and they prayed for me. तर यही हो कि एक्लै हुँदाखेरि डिसएडभान्टेज हुन्छ लाइक कसरी के गर्ने अनि म इन्ड्राइभ नपाएर भर्खरै पाएँ कि मैले इन्ड्राइभ त्यहीको भाइलाई गर्नु लाग्यो आई होप मैले चाहिँ मेरो आई भिजन चाहिँ लुज नगरौँ त्यही प्रे गर्छु म एन्ड देन भोलि म सो लेट्स सी के भन्छ डक्टरले एन्ड लाइक सेयर सब्सक्राइब माई च्यानल अनि अर्को कुरा चाहिँ यति रातिमा पनि इमर्जेन्सी पर्दा कसलाई बिचरा सुतिसकेको हुन्छ रातिको 1 बजीतिर 1:30 2 बजीतिर मैले कल गरेँ त्यो कसैको रातिको 2-3 बजीतिरको उठ्छ होला सो आई इभन ट्राई टु कल माई मैले अनि बत्तीहरू बालिरहेको थिएँ सो गएँ त्यही पनि माई ट्राइड तर पनि इन्ड्राइभ लक्किली लाइक इन्ड्राइभ आयो त्यसपछि गएँ त्यहाँबाट अब चेक गरेर घर आउँदाखेरि इन्ड्राइभ नै नपाउने आएर पनि क्यान्सल गर्न आउने सो स्याड इन्ड्राइभहरू योहरू त भेरी ब्याड सर्भिस इन्ड्राइभ एन्ड एङ्गो वाट एभर इट इज दोज एप्स आर नट ट्रस्ट वर्दी यतिखेर घर आइपुगेँ म यिनीहरूसँग सुत्नै पर्यो आई होप मलाई चाहिँ हस्पिटल जान नपरोस् भोलि बिहान आज बिहान उठ्दाखेरि चाहिँ आँखा सन्चो भएको होस् मलाई सकेसम्म डक्टर कहाँ लाइक हस्पिटल जान नपरोस् त्यही माथि मलाई ड्युटी नै जानुपर्छ लट अफ थिङ्स एक्लै भएपछि एकदम गाह्रो हुन्छ सो गाइस स्टे सेफ कतिखेर के हुन्छ थाहा नै हुँदैन अनि जतिखेर पर्छ त्यतिखेर कोही पनि हुँदैन सो दिस इज अल आई प्रे टु गड मेरो आँखा हस्पिटल जानु नपरोस्
मैले चाहिँ तिलगङ्गामा अपोइन्टमेन्ट लिने सोचिरहेको थिएँ, तर तिलगङ्गामा चाहिँ भन्न बित्तिकै अपोइन्टमेन्ट नपाउँदो रहेछ। सो मैले चाहिँ अल्कामा अपोइन्टमेन्ट लिएँ, तर यहाँ पनि टाइम लाग्दो रहेछ। गस राइट नाउ म चाहिँ अहिले अल्का हस्पिटलमा छु चेकअप गर्न। आई जस्तो सेन्सिटिभ कुरालाई चाहिँ किन हेरचाक्राइ गर्नु र भनेर आई जस्ट टुक अपोइन्टमेन्ट चाहिँ 12:40 लिएको। अपोइन्टमेन्ट भन्दा पनि 1 घन्टा एक्स्ट्रा कुर्नु परिरहेछ यहाँ। सरकारी हस्पिटल्स आर भेरी ब्याड इन सिस्टम। अहिले हिजोभन्दा अलिक बेटर भएको छ आँखा। आँखा चेक गर्नको लागि पनि कत्रो टाइप गर्नुपर्ने। कज आई डोन्ट नो द डक्टर